पनि थरी थरीको बनाएको हुन्छ। ड्राइभरले नचाहिने केही पनि नचाहिने आनन्दले। एउटा कुरा यस्तो लाग्छ कि मलाई के अहिले हरेक कुराहरू मेसिनबाट भइरहेछ होइन। अब हरेक चिजहरू चाहिँ अब सिस्टमबाट भइरहेको छ। एउटा सिस्टम भनेको कस्तो भन्दाखेरि अब एआई सिस्टम अनि विभिन्न एपहरूबाट के होइन। अनि कुनै दिन यदि जस्तो मेसिनरी सामान त हो नि, मान्छे त होइन। मान्छे त कुनै दिन घमण्डी भएर रिसाएर के गर्छ। अब यो मेसिनरी सामान मानौँ यत्रो मेट्रोमा अब गाडीमा यो सबमा ड्राइभर छैन। ड्राइभर बिना अब जहाँ भने त्यहीँ रोकेको छ, जहाँ भने त्यहीँ झारेको छ मान्छेले चाहिएको ठाउँमा होइन र। केही गरी रोक्यो भने त्यो मान्छे चाहिँ के गर्ने, झ्याल फुटाउने कि ट्रेन फुटाउने होइन र। अब केही गरी अब रोकिएन अनि त्यो चाहिँ मेसिन त हो नि। अब केही गरी बिग्रियो मेसिन रोकिएन अनि के गर्ने। एक दिन मान्छेले आफैले बनायो मेसिन होइन, अनि यही मेसिनसितै लड्नुपर्छ अरे के मान्छे। रोहित थापाले पनि त्यही कुरा गरेको थियो कि, पास्टर रोहित थापा होइन। उसले चाहिँ के भन्थ्यो भन्दाखेरि अब एक दिन यस्तो आउँछ कि जुन दिन चाहिँ मेसिनले मान्छेले भनेको कुरा काम गर्न टेर्छ क्या। इन्स्ट्रक्सन जे चाहिँ इन्स्ट्रक्सन मान्छेले दिन्छ त्यो चाहिँ इन्स्ट्रक्सन मान्नै छोडिदिन्छ। अनि त्यस बेला चाहिँ मान्छे मेसिनको गुलाम हुन्छ भनेर भन्थ्यो कि। जापानमा तपाईँको एकचोटि भएको थियो त, कति 2002मा हो कि 2000 कतिमा हो भएको थियो त त्यहाँनिर। जस्तो कि मेसिन दुईवटा मेसिनहरू सँगै राखिदिएको रोबोट। त्यो रोबोटहरू रोबोटिक ल्याङ्ग्वेजमा कुरा गर्न थाल्यो। अब तिनीहरू जस्तो कि डिस्ट्रोय गर्न लागेको, अब त्यो अफ गर्दाखेरि अफै नहुने कि मेसिनै। अब ये इशारा जाएगा तो उस तरफ है ना आपका रूम जी।